गवाई भएको सुनेको थिएँ। मेरो जीवनमा नि कति गवाई त भयो, तर हालत आउनुभन्दा अगाडि म लैलैमा थिएँ होला, तर जब हालत आयो तब मैले सुन्ने मात्रै नै मैले स्वयं तपाईँले प्रत्यक्ष आँखाले देख्न पाएँ भनेर अयुबले के गर्नुभयो? अझै विश्वास बढाउनु भयो। अगाडि काम भइसकेको छैन, डामाडोलै छ, सबै अस्तव्यस्त छ, तर पनि अयुब भित्र कसले आशा भरिदिनु भयो त? परमेश्वरले। आशाको वचन कसले दिनुभयो? ईश्वरले दिनुभयो। तब अयुबले 42 दिनमा जसले उहाँ आपतमा परेको समयमा तर्काउनलाई बोलेका शब्दहरू थिए, ती सबको लागि ईश्वरसँग प्रार्थना गर्नुभयो, अरूको भलाइको लागि प्रार्थना गर्नुभयो। तब 42 दिन पश्चात अयुबलाई परमेश्वरले हालत आउनुभन्दा पहिलाको जीवन स्तर भन्दा पनि अरू डबल गुणा जीवन स्तर परमेश्वरले बढाइदिनु भयो, उठाइदिनु भयो, अझै तेज बनाउनु भयो, अझै बलियो बनाउनु भयो, अझै दरिलो बनाउनु भयो, अझै शक्तिशाली बनाउनु भयो। पहिला 7,000 भेडा थिए, हालतबाट उठेपछि 14,000 भेडा बाख्रा हुने योग्य कसले गराउनु भयो? ईश्वरले गराउनु भयो। पहिला 2,000 गाई वस्तु थिए, हालतलाई जितेपछि 4,000 गाई वस्तु कसले बनाउनु भयो? ईश्वरले दिनुभयो। अल्पायुमै लानलाई